गाइज हैन आज त हामी गिटारहरु बजाउन खोजिरहेछौँ केटाहरु सबजना गिटार ल्याहा गिटार इज सुमेर फेरि भन्छ या गिटार इज सबिन झन्डै गिटार इज हेर्न गिटार इज केटाहरु हेर ओ या गिटार इज केटा हेर गर्दैछ केटाहरु सबजना ल अलि सँगै बसे सबैजना देखेर तिम्रा आँखा उज्यालो तिम्रा गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े हुए। A few moments later. शब्द सबै सँगै समेट्दै बनाउने गरे अलि अलि खान नपाएर हिजो सडकमा कुकुर जस्तै भौतारिँदै हिँडेको थिइस्। उता बस्दा अघिको जसरी जुन भन्यो त्यो अत्यारो हुन्छ इन्ट्रो है एकछिन नकै सबजना है ल मैले एकछिन रुम फला लगाना ल्यायो सयो रात किन लाग्यो लाग्छ सयोको कसरी भन्यो तिमीलाई त्यो आँखामा एउटा जादु छ सुनाउने बारेमा बेग्लै नै आवाज छ तिमीले बुझेको कसरी आयो थाहा छैन तिमीको
छोड्दै गिटार एकछिन छोड्छु त्यसलाई मलाई अहिले छोड्दै एकछिन मात्रै न त्यसले घरमा चलाउँदैन र हामी कहिले चलाउँदैन कि त्यो भएर लु उयो गरौँ न त्यो अघिको त्यो पुनराएको पशुले खाँदैन मनाको कुरा अनि स्पर्श सङ्गीत त्यही एका अलिकति त्यो तिम्रोमा हुनु सही वाला ल ओए हेर नचन ल उयो गाउने आदिहरूले तैँले हेर्नु भयो ल फेरि आज लास्ट दिन ओए अहिले पछि चाहिँ हातले छाप्नुपर्छ है भोलि आएर साथी हुन्छ भोलि कहाँ यसको यहाँ चिने दिनु जाला त्यही हात यो डक्टरले हुन्छ आकाशमाथि त होइन आयो ल देख्दैन पाएन ल अलिकति ल साह्रो भोलि सिकाउँछु साथीको आज भोलि भन्दा ल थोक नाक्सी मैले त ठुलो नै भाषा आउँछ ल अहिले कस्तो थियो भने चाहिँ फेरि ओए आलो
त्यो मोबाइल किन कुन्नमा त्यति भिडियो पनि खिचिरह हो तिमीहरूको मुखलाई खिच्छु म यो बजाइ मोटी गाउँछ खै कस्तो भोइस प्रब्लम नि ल यसको त मुखै नदेख्दो रहेछ घामले कसो साथी ल बाह्रै उयो भित्र छिराइदिए है उता उता अगाडि पसलको ल दिस एडभर्टाइज गर्दैछ है केटाले एडभर्टाइज लौ 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 एडभर्टाइज ओ आमालाई जब आधी घन्टा जति प्रोसेस बल्ल मेरो ब्यागमा छ त फ्याङ्दै दिदीले फ्याङ्दै दिदी दियो यहाँ पनि दिएर उता दिए राम्रो होला दिदी नै हो बिल्ला हान्दिने हो निर्वाणा स्कुलको रहेछ म त दिँदै ए बहुत रमाइलो छ जिन्दगी आज के हो रे हाम्रो आज हाम्रो लास्ट दिन आज हामीले गिटार पनि बजायो गीत गायो धेरै इन्जोय गर्यो हाम्रो 10मा आज आएर एकदम रमाइलो भयो है अनि तिनचोटि सबैसँग छुट्दा लास्ट चाहिँ दुःख लागिरहेछ मलाई
भोलि अब एक दिन जानुपर्नेछ। आज गिटार बजायो, गीत गायो, अब साथीसँग झुम्यो है। लिएन ल मलाई खिचै नभन्नु होला अब त। फेरि भनौँ ल मलाई सबैले काम लाग्दैन भन्छ, ए नगरपालिकावाला अङ्कल मलाई उठाएर ल्याउँछ भनेर भन्न मन थियो, तर लाँदैन। लान मिल्ने भयो त म त गइदिने होला निपाएको थिएँ। ल बाँधलाई ओएमा टोक्छ कि के हो?